हेलो एभ्रिवान, वेलकम अनि नमस्ते सम्पूर्णमा। यो मेरो पहिलो ब्लग आज तपाईँहरूमा। आज चाहिँ धरान सुनसरीमा रहेको श्रम संस्कृति पार्कसम्मको यात्राको क्रममा खिचिएको यो ब्लग तपाईँहरूमा आज। हामी पथरी हुँदै खोर्सानी चोकबाट उँभो लाग्यौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ, मैले खोर्सानीभन्दा अगाडिको भिडियो चाहिँ समावेश गरेको छैन, किनभने बाटो एकदमै अप्ठ्यारो धुलो, त्यति आफूलाई पनि कम्फर्ट नलागेर चाहिँ यो भिडियो हालिनँ। हामी खोर्सानी बाटो चाहिँ केराबारी हुँदै अब धरान प्रस्थान गर्दैछौँ। जङ्गलको बाटो एकदमै शान्त रमणीय, यात्रा गर्न एकदमै आनन्दको एकदमै व्यस्त सडक खोर्सानी टु केराबारी धरान सडक हुँदै हामी अघि बढ्दैछौँ। एकदमै हरियाली, एकदमै आँखालाई चाहिँ एकदमै शीतलता प्रदान गर्छ यो बाटो हिँड्दाखेरि। म जहिले पनि यही बाटो हिँड्ने गर्छु धरान सुनसरी जाँदाको समयमा। हामी केराबारी हुँदै एकदमै साना साना पहाडहरू, हरियाली बाटोसँगै हामी धरान घन्टाघर प्रवेश गरिसकेका छौँ। भानु चोक स्थित घन्टाघरबाट हामी सिधै मासतिर जाँदैछौँ, 0 पोइन्ट साइडतिर। अब हाम्रो डेस्टिनेसन खासै टाढा छैन, श्रम संस्कृति पार्क। हामी अब एकदमै चाँडै पुग्दैछौँ। बिजोक रमाइलो छ नि, नानी सुतेर एक हातले भए पनि भिडियोलाई चाहिँ कन्टिन्यू गरिरहेको छु। एकदमै चाँडो, अब लगभग केही मिनटमै डेस्टिनेसन पुग्दैछौँ। किप वाचिङ, हेर्दै गर्नु होला। चाहिँ धरानतिर फुस्रे भन्ने ठाउँ आइपुग्यो। अब यहाँबाट चाहिँ हामीले ल्याएको प्राइभेट गाडीहरू लिएर जान नदिँदो रहेछ। रोडियामा यतै रहनुहुन्छ कि जाउँ पारि हो? 10 मिनट लाग्छ अरे। दिदी यसो रमित हेरेर के खानेकुरा किनिरहेछ, केटाकेटीले दिँदै खाँदै होइन, हेर्दै हिँड्दैछौँ न। आउँदा पो टेम्पोमा होला। चारवटा बोकिरहेको न अहिले बसेर। दिदी यो फिङ्गर अरू दिनु न, अरू दुइटा जस्तो। यो के हो? यो पनि दिनु, चिकम होइन? ल अब हिँड्दै जाने भनेको। हिँड्नलाई अलिक गाह्रो, टाइम पनि कम छ भनेर हामी सफारीमा। अटाउन म अगाडि बस्छु एकजना। अगाडि मिल्छ नि दाजु? टिकट छ, पर्छ। हामी दाजु पत्रीबाट। यो त हिँडेर आउँदा पो रमाइलो हुन्छ, क्या हुन्छ होला दिदी भरे त? उकाले पर्छ, जाँदा चाहिँ बढी हुन्छ होला है दाजु? दाजु हजुर चाहिँ यतै धरान कति नम्बर हजुर त्यतै होला होइन? वर्षा त्यही होला कि फर्किने हुन्छ? बेलुका त फर्किनु सम्भव भएन नि त होइन त्यहाँबाट। फाइनल्ली हामी आइपुग्यौँ कोही दिएन हो हामीले त। टेम्पोवालाहरूले भाइहरूले दाइहरूले दिनु भएन क्या। ल हेर्नुहोस्, श्रम संस्कृति पार्क टेम्पो स्ट्यान्ड
हामी आइसक्यौँ। Oh my god, ल खै थाहा भएन मलाई। ल फाइनल्ली हेलो 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 ल हामी चाहिँ फाइनल्ली कहाँ छौँ? फाइनल्ली सम संस्कृति पार्क आइसकेका छौँ। ल गाइस फाइनल्ली हामी सम संस्कृति पार्क आइसक्यौँ है। अब चाहिँ हेर्न सक्नुहुन्छ यहाँ अर्ग्यानिक सागसब्जीहरू छ, सिस्नोहरू छ। सिस्नो छ एकदमै अर्ग्यानिक। यहाँ हामी अहिले आएर हामी सपिङ गर्छौँ। अकबरी रहेछ, सकिँदैन होला आमा अहिले फर्किँदा सकिँदैन होला होइन। ल हामी फर्किँदा चाहिँ लानु पर्ला अकबरी चाहिँ। स्टेडियम छ यो एसटी रक गार्डन मायादै, यहाँनिर माया धराने बेसार कोसेली घर यही हो। सबै हो घुम्ने उता माथि माथि। कस्तो लाग्यो? राम्रो लाग्यो मान्छे? दामी लाग्यो? फ्रेस भयो? खासमा पार्क चाहिँ यस्तो हो नि त, जस्तो अवस्थामा छ संरचना त्यसैलाई बनाएको चाहिँ राम्रो क्या। मलाई चाहिँ यहाँ कस्तो राम्रो फ्रेमिङको भाइब्स आएर चाहिँ एउटा सिनेमेटिक सर्ट हानिदिइहाल्यो भनेर चाहिँ हानिदिइहाल्यो ठ्याक्कै क्यामेरामा। मेरो नानीहरू सबैजना आउनुभएछ। यहाँ चाहिँ अलिक ग्यादरिङ छ। हामी चाहिँ पुल तरिसक्यौँ। यहाँनिर चाहिँ स्वर्गीय अर्चना राई पति बुवा र बुवाको स्मृतिमा निर्माण भएको गेट रहेछ। हेर्न सक्नुहुन्छ यो चाहिँ टिकट हाउस जस्तो छ। यहाँदेखि चाहिँ रहेछ एन्ट्री टिकट हाउस। यो चाहिँ टिकट हाउस रहेछ। कसरी छ कुन टिकट? है त हामी टिकटको लागि जाँदैछौँ। टिकट कटिसकेका कसरी? टिकट कति छ? 35 रुपियाँ टिकट रहेछ। मात्र 35 रुपिसको टिकट काटेर हामी सम संस्कृति पार्क भित्रिने तर्खरमा छौँ। हेलो गाइज, हेलो। तपाईँ कता गएको? यी खाइहाल्नु? खोइ यहाँ भाइ बाबुले हाई गर्ने जस्तो लाग्यो। बाबु कहाँबाट तपाईँ भनिदिनु त? दमक कति नम्बर? 9। म पथरीबाट।
मेरो च्यानल छ RAMBK रामबीके च्यानल ल रामबीके यस यस सम्झिनु ल अब केटाकेटी खेल्ने ठाउँतिर जाँदैछौँ माथि जाँदैछु धरान लेखेको ठाउँ छ यहाँ माथि लास्ट पोइन्ट त्यहाँबाट पनि भ्यू देखाउँछु ल गाइस म फ्रन्ट क्यामेरा छु अहिले एकदमै भित्ता पनि फुलहरू फुलिरहेका छन् हाम्रो नानी बाबुहरू खेल्दैछन् यहाँ लिइहाल्छु नि ल एकछिन ल वान्स मोर फेरि हेलो हेलो मैले एकजना बाबुलाई क्यामेरामा कैद गरेँ बाबु कहाँबाट तपाईँ धरानहाटबाट कतिमा पढ्नुहुन्छ तपाईँको नाम भनिदिनुहोस् अनि आज हामी कहाँ छौँ अहिले सांस्कृतिक पार्कमा होइन ठिक छ रमाइलो गर्नुभयो ल रामबीके सर्च गर्नु ल कपाल मिलाइदिनु न यो अगाडिको कपाल चाहिँ पछाडि हो त्यहाँ चस्मा ठुलो भयो कि उसको चस्मै अब त्यही स्टाइल त्यही मन परेर ल यता हेर्नु यता सानीको यहाँ फोटो सुट भइरहेछ क्यामेराम्यान सरले दामी फोटो सुट हाल्दै हुनुहुन्छ एउटा फ्रेमिङको लागि ल चलो चलो आजको कार्यक्रम अब सकियो ल फाइनल्ली हिँड न त ल हिँड त भइदिइहाल्यो ल यहाँनिर छोरी उभिने अरे यहाँनिर छोरी उभिने अरे म यस्तो गरेर चाहिँ एउटा भिडियो पनि बनाइदिनु पर्यो मेरो छोरी उभिने हेरे मेरो छोरी त गोर्खालीमा भएछ हौ वाउ वाउ सेम देखियो अब पुरुष हुनु ल
आज शनिबार समग्रमा श्रम संस्कृति पार्क चाहिँ एउटा ऐतिहासिक पार्क हो। यो एउटा इतिहासमा नै अब लेखिएको पार्क। तपाईँ हामीले सुनिरहेका थियौँ, आज प्रत्यक्ष मैले पनि हेर्ने एउटा अवसर पाएँ। धरानका हर्कसाम बागेश्वरीको यो नेतृत्वमा बनेको यो पार्क चाहिँ वास्तवमै यहाँ चाहिँ तपाईँहरूलाई एक किसिम पनि बोरिङ फिलिङ्स हुँदैन यहाँनिर, किनभने एकदमै नेचुरल इन्भाइरोमेन्टलाई चाहिँ असर नगरिकन जस्ताको तस्तै भौगोलिक बनावट अनुसारकै संरचनाहरू बनाएकोले गर्दाखेरि यहाँ केही पनि फेरबदल भएको त्यस्तो पाइनँ मैले। पहिला यो पार्क नबनिकन पनि आएको थिएँ म। यो ब्याकग्राउन्डमा भएको पुल तपाईँले देख्नुहुन्छ, यो पुल मात्रै हुँदा आएको थिएँ म। सो अहिले पनि धेरै कुराहरू बनेको छ, तर यहाँको प्राकृतिक सुन्दरता चाहिँ एकदमै धेरै कायमै रहेको छ क्या, अझै निखारिएको छ बरु होइन। सो त्यो चिज चाहिँ एकदमै मलाई बवाल लाग्यो, त्यो भिजन एउटा बवाल लाग्यो। सो तपाईँहरू पनि आउनुहोस् भन्न चाहन्छु। आज स्याटरडे एकदमै धेरै घुइँचो छ, एकदमै धेरै भिडभाड छ। यो भिडभाडले चाहिँ धरान नगरपालिकामा एउटा राम्रो आर्थिक सङ्कलन, कर सङ्कलन, यो स्थानीय पर्यटन स्थानीय ठाउँबाट चाहिँ के भन्छ त्यसलाई, अब स्थानीय क्षेत्रलाई चाहिँ पर्यटकीय क्षेत्रमा कन्भर्ट गरेर जुन यो श्रम संस्कृति पार्कले चाहिँ धरान महानगरपालिकामा एउटा ठुलो आर्थिक बाटो चाहिँ स्ट्रङ बनाउने एउटा मद्दत पुऱ्याएको छ। यहाँ हामी बिदा हुने भनेर बाटो लागेको, यहाँ मेन श्रमदानबाट बनाएको पार्कको त अर्को पार्ट त हामी घुम्नै बिर्सिरहेर छौँ। सो यहाँबाट थोरै 10 मिनट 10 मिनटमा पनि लाग्दैन अरे, यहाँ माथि छ अरे भन्नुभयो होइन। त्यो भएर हामी यो पार्क चाहिँ छुटाउनु हुँदैन भन्ने कुरा आयो। त्यही भएर कता हो जाने हामी बाटो पनि थाहा छैन। यहाँबाट चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा माया धराने जाँदैछौँ। हेर्न सक्नुहुन्छ, भ्यू नै बवाल छ क्या यहाँको चाहिँ भ्यू राम्रो छ। श्रम संस्कृति पार्क चाहिँ खासमा यहाँ रहेछ है त। यहाँ माथि चाहिँ यसमा जाने एउटा अरे भनौँ यसलाई मेरो भाषामा। खास श्रम संस्कृति पार्क चाहिँ यो रहेछ नि त। मैले नबुझेको चाहिँ रहेछ, फर्स्ट टाइम आएको है। अब यता पनि टिकट रहेछ, यहाँ पनि टिकट काट्नुपर्ने रहेछ कि पहिलाकै टिकटले काम गर्ने हो है। म एकचोटि कन्फर्म हुन्छु ल। यहाँनिर सिस्टर यो तलको टिकटले काम गर्ने कि कस्तो हो? ए ल, यहाँ फेरि काट्नु पर्ने छ टिकट। यो चाहिँ अन्याय लाग्यो क्या फेरि मलाई। तल पनि टिकट काट्यो, यहाँ पनि टिकट काट्नु पर्ने थियो।
छु कतिको कैद गर्न सक्छु फर्स्ट ब्लग हो है त ल मेरो मेमोरी पनि फुल हुन आँट्यो यो चाहिँ अब अन्तिम हाम्रो डेस्टिनेसन अलि हतारमा भए म अब तपाईँहरूलाई हतारै भए पनि म सकभर समेट्ने कोसिस गर्दैछु यो भिडियोहरू कम्प्लिटली यहाँ चाहिँ नेचुरल पार्क रहेछ अझै दामी हेर्न सक्नुहुन्छ नेचुरल पार्क छ यहाँ चाहिँ अझै राम्रो यहाँनिर चाहिँ आरा धरान र यहाँ चाहिँ आउँदा लगभग निकै टाइम लिएर आउनुपर्ने रहेछ होइन हामी अलिक ढिलो आइपुग्यो लगभग 12:30तिर आइपुगेको थियौँ यहाँ चाहिँ बिहानै निस्केर आउँदाखेरि चाहिँ 5-7 घन्टा चाहिँ मजाले रमाउन सक्ने ठाउँ रहेछ एकदमै शान्त ठाउँ मैले अगाडि पनि भनिसकेँ यो श्रम सांस्कृतिक पार्क चाहिँ विशेष यो रहेछ जहाँ चाहिँ श्रम संस्कृतिका कलात्मक कुराहरूले सजिएको रहेछ जसलाई श्रम सांस्कृतिक पार्क नामाकरण गरिएको रहेछ फर्स्ट टाइम आएकोले गर्दा कतिपय कुराहरू म पनि अनभिज्ञ भयो होला मैले पनि तपाईँहरूलाई केही कुराहरू प्रस्ट्याउन सकिनँ होला यसको लागि क्षमा लाग्न चाहन्छु र हेर्न सक्नुहुन्छ हाम्रो देश नेपाल वास्तवमा नै यति रमणीय छ अझ भनौँ यस्ता ठाउँहरू कति छन् नेपालमा होइन जसलाई चाहिँ एउटा सही डिजाइन र सही शृङ्गार गर्ने व्यक्तिको खाँचो छ त्यो चाहिँ धरानले पाएको छ खर्कसाम्बा मैले तारिफ गर्न एकदमै कम हुन्छ यो साँच्चै भन्यो भने अब स्यालहरू कुद्ने ठाउँलाई यो यतिको सृजनात्मक ढङ्गबाट आएको थियो सृजना गरेर संस्कार कल्चरलाई यहाँ जसरी चाहिँ प्रस्तुत गरिएको छ वास्तवमै नट अ जोक र त्यो माइन्ड पनि एकदमै क्रिएटिभ माइन्ड भन्नुपर्छ जस व्यक्तिभन्दा पनि उहाँको सोच र उहाँले गरेको काम उहाँले बनाएको योजनाको म एकदमै फ्यान होइन मान्छे कर्मले नै महान बन्छ होइन मान्छेको एउटा फेस एउटा बनोट त एउटा केही पनि होइन मानव अस्तित्व मानव शरीर जन्मेपछि एउटा मानवको सुरु भएर जन्मिने अभियसली जन्मिन्छ तर उहाँको मान्छेको वास्तविकता पहिचान चाहिँ कर्मले गराउँछ भने चाहिँ खर्कसाम्बाको यो नेतृत्व र उहाँको भिजनलाई चाहिँ सलाम गर्नै पर्छ ल यहाँनिर सबै कुरा क्यामेरामा अटाउनु नसकिने रहेछ गाह्रो रहेछ यहाँनिर चाहिँ दिनभरि टाइम लिएर आउनुपर्ने रहेछ क्यामेरामा सबै कुरा अटाउनै नसकिने त्यही भएर सबैजना आउनुपर्ने ठाउँ म अनुरोध गर्छु यहाँ हाम्रो बुढी आमाहरू हजुरआमाहरू भाइ बहिनीहरू नाति नातिनाहरू सबै चाहिँ आउनु हुँदो रहेछ मेरो पछाडि देख्न सक्नुहुन्छ यो सबै श्रम संस्कृति एउटा परिभाषा र पहिचान बोकेको एउटा सांस्कृतिक पार्क रहेको छ पहिलो ब्लगमा धेरै कुराहरू समेट्न सकिएन होला यो भनेको हाम्रो किसान जो चाहिँ हात पाखुरा नङ्ग्रा खियाएर चाहिँ हाम्रो भुँडीभरि काम गर्छ किसानको श्रमलाई सम्मान गर्दै यो तस्बिर बनाइएको छ यहाँनिर देख्न सकिन्छ यो तस्बिर चाहिँ सायद धरान धनकुटा पहिला काट्न चल्दाखेरि चाहिँ झाँक्रेहरू त्यो खाद्यान्न खाने कुराहरू बोकेर हिँड्ने ढाकर बोकेर हिँड्ने व्यक्तिहरूलाई पहिचान स्वरूप राखिएको छ उहाँहरूको
इतिहासलाई कैद गरिएको छ। त्यही नै हो जहाँसम्म लाग्छ मलाई। भाकरमा डोकोमा केही बोकिरहेको मैले अघि नै पनि सरस्वती तपाईँलाई भिडियोमा कैद गरेँ। अब मेरो मेमोरी पनि फुल हुँदैछ। यो चाहिँ भनेको हाम्रो धेरै बस्न खोज्दो रहेछ। यो लिम्बू संस्कृतिलाई पहिचान च्याब्रुङ राखिएको छ र यहाँनिर चाहिँ यो हत्केलामा चाहिँ फुल रोपिएको छ। मतलब यसले चाहिँ प्रकृतिलाई जोगाउनु पर्छ भन्ने सन्देश हो कि मेरो अन्दाजमा, जहाँसम्म लाग्छ त्यही होला। भन्दै हामी अब निस्किने तर्खरमा छौँ। यो मेरो पहिलो ब्लग धेरै लामो भयो जस्तो लाग्छ। एक्साइटमेन्टले पनि हुनसक्छ लामो भएको, केही छैन। सिक्ने क्रममा पनि छु म। ब्लग बनाउन फर्स्ट टाइम सिक्दैछु। हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ आफ्नै च्यानल राम विकमा तपाईँले हेर्न सक्नुहुन्छ। मेरो क्यामेरामा कोही हुँदैन, जति पनि व्यक्तिहरू हुनुहुन्छ। मैले मिस्टेकली तपाईँहरूलाई पनि फ्रेममा हटाएको छु, देखिनु भएको छ। त्यसले यदि गलत हुन जान्छ भने चाहिँ म क्षमा माग्न चाहन्छु। भन्दै अब हामी अन्तिम एक्जिटमा छौँ। यहाँनिर हाम्रो बुवा, तपाईँलाई मेरो क्यामेरामा देखाउँदा हुन्छ? यहाँ खिच्दा हुन्छ हजुरलाई? कहाँबाट आउनुभएको तपाईँ? इटरीबाट। अर्को साम्पाङले बनाएको पार्क हेर्न आउनुभयो। कस्तो लाग्यो हजुरलाई? राम्रो लाग्यो। ल साँच्चै दर्शक बान्धवहरू, मैले अघि भने वृद्ध बुवाहरू अनि साना नानी बाबुहरू, हामी यस्तो उमेर समूहका अब वयस्कहरू भनौँ, तरुण तन्नेरी भनौँ, यहाँ फ्यामिलियर तरिकाले चाहिँ तपाईँहरूले नितान्त 8-10 घन्टाको समय बिताउन सकिने रहेछ। सो आउनुहोस्, सबैजना आउनुहोस्। यो सोम संस्कृति पार्क घुम्न मात्रै होइन, यहाँबाट केही सिक्न पनि अवसर छ। त्यो मैले भन्दा पनि अब तपाईँलाई पक्कै यहाँ आइसकेपछि त्यो आभास हुन्छ। भन्दै अब चाहिँ हामी निस्किँदै गर्दा बिदाय हुँदै गर्दा चाहिँ हर्क साम्पाङको लागि यो सलुट चाहिँ एकचोटि